उहाँलाई विदाई तथा सम्मान कार्यक्रम छ एकैछिन। उहाँलाई पनि यहाँ मञ्चमा आइदिनु हुनाले हार्दिक अनुरोध गर्दछौँ र यसको लागि सर्टिफिकेटहरू प्रदान गरिदिनु हुनुको लागि एनआरएन कोरियाका अध्यक्ष विनोद कुमार ज्यूलाई पनि हामी हार्दिक अनुरोध गर्दछौँ। प्लिज स्टेजमा आइदिनु होला। कोरियन वेब टिभीमा क्यामेरा पर्सन एवं सम्पादकको रूपमा काम गरिरहनु भएको समाजसेवी उमेश घिमिरेज्यूलाई हामी सम्मान गर्न गइरहेको छौँ। यसको निमित्त सम्मान पत्र र खादा उडाएर खादा लगाइदिएर सम्मान गरिदिनु हुन एनआरएन दक्षिण कोरियाका अध्यक्ष विनोद कुमार ज्यूलाई म हार्दिक अनुरोध गर्दछु। तालीको साथमा हामी उहाँलाई एउटा हौसला प्रदान गरौँ। उहाँ पनि हामी जस्तो श्रमिक हो, तर उहाँले आफ्नो श्रमिक जीवनभन्दा अलि केही फरक गर्न सक्छु भन्ने एउटा आँट सोच विचार गरेर केही योगदान पुर्याउनु भएको छ। हामी उहाँबाट पनि थोरै प्रेरणा लिन सक्छौँ। जोरदार ताली साथीहरू एकपटक। धेरै धेरै धन्यवाद सरहरूलाई। र हामीले बनाएको कार्यतालिका अनुसार समय 12 पनि बजिसकेको छ र अब आज हाम्रो कार्यक्रम सुरु